नमस्कार दर्शकबिन, आज हामी आएका छौँ अर्घाखाँची जिल्लाको पाडिनी गाउँपालिका वडा नम्बर 1 थानामा रहेको अत्यन्तै दुखी तथा पीडितको घरमा, जहाँ एउटा जङ्गलको बीचमा रहेर आफ्ना 4-5 भाइ छोरासँग बस्दै आइरहनु भएको भन्ने सुनेर हामी उहाँको घरको माझमा आइसकेका छौँ, उहाँको आँगनमा टेकिसकेका छौँ। उहाँको वास्तविकता के रहेछ हामी उहाँसँग भेटेर बुझेर तपाईँहरूलाई प्रत्यक्ष देखाएर नै हामी यो भिडियो प्रसारण गर्नेछौँ। तपाईँहरू सक्दो सहयोग देश तथा विदेशबाट गरेर उहाँलाई सक्दो सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछौँ। उहाँको आँगनमा आइसकेका छौँ। अब हामी उहाँसँग प्रत्यक्ष भेटेर देखेर नै उहाँ तपाईँहरूलाई वास्तविकता सुनाउनेछौँ। हजुर बुवा, हजुरको शुभ नाम? माधव पोखरेल। हजुर यसो उम्मिदिन सक्नुहुन्छ? सक्छु। ल आउनुहोस् यहाँ हजुरको वार्ता सुनौँ। हुन्छ। हजुरको यो अवस्था, यो जङ्गलमा बस्ने अवस्था कसरी आयो, के भयो, तपाईँको के उत्पत्ति भएर सिर्जना भयो भनिदिनुहोस्। खासमा भन्नुपर्दा त श्रीमती थिए। हजुर। श्रीमती पहिला गई। हजुर। छोरा भएका हजुरको कति भाइ छोरा? 4 जना छोरा छन्। 4 भाइ छोरा। कहाँ हुनुहुन्छ? देखिरहनु भएको छैन, उहाँले बोलाउन सक्नुहुन्छ? 3 जना भित्र छन्। कान्छो छोरो हो। उहाँ कान्छा छोरा हो। उहाँको शुभ नाम? उहाँको मिलन पोखरेल। कति वर्षको हुनुभयो? छोरो 9 वर्षको। उहाँ तपाईँको अरू छोरालाई भित्रबाट बोलाउन सक्नुहुन्छ? हामी हेर्न सक्छौँ? उहाँलाई बोलाएर देखाउनुहोस्। कान्छो जाऊ भित्र गएर छोराहरूलाई बोलाएर लिएर आऊ 3 जनालाई। ल राम्रो काम गरी छोरा। बाबा मलाई बोलाउन थियो र। छोरो बस त्यहाँ। कहाँ बस्छौँ बाबा? उहाँ पर बस। तपाईँका 4 भाइ छोरा यिनी हुन्? हजुर। जेठो कुन, माइलो कुन, साइलो कुन बताइदिनुहोस्। जेठो ए मलाई ल्याइदिन। यस्तो रहेछ हालत। मेरो माइक पनि लगिसकेका छन्। मेरो बाबाले मलाई दाजु कृपया यो मेरो माइक दिन सक्नुहुन्छ? लिऊ बाबु लिऊ। हेर्नुहोस् दर्शक, मेरो माइक पनि लगिदिइसकेको। यस्तो रहेछ हालत। तपाईँको यो छोराको हालत यसरी कसरी भयो? खै यो जन्मजातै यस्तै हो। यो 4 भाइ छोरा नै यस्तै हो तपाईँको? हजुर यस्तै हो। उहाँ अलि गतिलो हुनुहुन्छ, कोही गतिलो भन्ने छैनन्? हजुर उहाँ यो कान्छो छोरो गतिलो छ। हजुर। जेठो छोरो आशी। बाबा बाबा बस छोरा बस। हजुरको यो 3-4 भाइ छोराको नाम बताइदिनुहोस् जेठोदेखि। जेठो आशिष हजुर। पोखरेल। हजुर। माइलो सञ्जय पोखरेल। हजुर। साइलो कलुवा पोखरेल। हजुर। कान्छो पोखरेल भइहाल्यो। हजुर। म यिनीहरूको बाउ। हजुर। आमा हुनुहुन्न? आमा हुनुहुन्न। आमा पहिलो गई। आमा कति सालमा पहिला जानुभयो? यस्तो हालत आमाले नै गराउनु भएको? आमा होइन यिनी जन्मजाति यस्तै हुन् छोराहरू। हजुर। आमा छोराहरूको यस्तो हालत देखेर मेरो गरिबी देखेर हजुर। पैसा नभएको कारणले गर्दा बुढीले मलाई छोडेर गई। हजुर। अवस्था यस्तो छ हेर्नुहोस् हजुर। तपाईँ त एकजनामा निकै कमाउने रमाउने गर्ने व्यक्ति हुनुहुन्थ्यो अरे, यस्तो हालतमा अहिले आउँदा तपाईँलाई कस्तो महसुस भइरहेको छ? के छ तपाईँको? हजुर एक जमाना कमाउने रमाउने गरिदियो। कहिले छोरा बिरामी भन्छन्, कहिले बुढी बिरामी भई बुढीलाई नि उपचार गरेँ। हजुर। अब तुलनाको कारणले गर्दाखेरि यस्तो पछुताउन परेको हो। पैसा नभएको कारण यही हो। हजुरसँग भनेपछि अहिले खानालाई लाउनलाई भित्रमा अन्न भन्ने केही छैन? हजुर छैन। जेठो छोरासँग हामी केही शब्द राख्न चाहन्छौँ, तपाईँको अनुमति छ? हजुर छ। बाबु हेर्नु यस्तो रहेको छ उहाँको हालत। उहाँ न कसैसँग बोल्नुहुन्छ न केही भन्न चाहनुहुन्छ। छोरो हजुर बस बस। भनेपछि तपाईँसँग खाना खानु नखाएको कति दिन भयो हजुरको? खानालाई त जेन तेन गुजारा त चलाएको छु। हजुर कति दिन भयो तपाईँले राम्रोसँग अन्न पानी नखाएको? अन्न पानी नखाएको त 1-2 दिन भयो। भनेपछि हजुरको अन्नभित्रमा केही छैन। हेर्नुहोस् दर्शक, यी बालक हेर्नुहोस् यस्तो छ मानिसिक सन्तुलन। यस्तो अवस्थाले गर्दा कसरी बस्न सक्नुहुन्छ? अन्नको गुजारा कस्तो छ भन्दाखेरि हेर्नुहोस् दर्शक, हेर्नुहोस् हामीले छोराहरूले 4 भाइ छोरा मैले 2 दिन एकछा खाएर भए पनि अन्नको गुजारा चलाइएको छ। हेर्नुहोस् दर्शक, यी बालकले मलाई यो अवस्थामा गराइरहेका छन्। किन यस्तो गराउने मलाई पनि थाहा छैन। हेर्नुहोस् दर्शक, यहाँको पानी राख्ने भाँडो यस्तो रहेको छ। तपाईँको हामी माइलो छोरासँग कुरा गर्न चाहन्छौँ, तपाईँ अनुमति दिन सक्नुहुन्छ? हजुर अनुमति छ। उहाँसँग बोल्न गइरहेका छौँ। हजुरको शुभ नाम? हजुर यो छोरो बोल्न सक्दैन। उहाँको शुभ नाम चाहिँ के रहेको छ? शुभ नाम त सञ्जय, अघि नै मैले भनिसकेँ। सञ्जय पोखरेल। हजुर। उहाँ जन्मजाति बोल्न नसक्नुहुन्छ? हजुर यस्तै हो। उहाँको तपाईँको असल एकजना छोरा भनेको उहाँमा कान्छा मात्रै हो? हजुर। भनेपछि हजुरको छोराहरूबाट निकै दुःख भइरहेको छ, श्रीमतीले छोडेर दुःख उस्तै परिरहेको छ। हजुर जेठो छोरो यो बौला, माइलो छोरो बोल्न नसक्ने, साइलो छोरो कलुवा, आँखा नदेख्ने, कान्छो छोरो भनेको यो असल मेरो छोरो भनेको उहाँ बोल्न सक्नुहुन्छ? बोल्न सक्नुहुन्छ, आँखाले देख्नुहुन्छ, कानले सुन्नुहुन्छ, सबै छ। हजुर।
अब यी हालत यस्तो छ हेर्नुहोस् हजुर। हेर्नु दर्शकबिन हात यस्तो जेठा रहेको छ छोराको हालत यस्तो छ, माइला छोराको हालत यस्तो छ, उहाँको त हात पनि साइला छोराको नखेकेको हात पनि रहेनछ हात पनि छैन हजुर। उहाँले के गर्दा हात गुमाउनु भयो त हजुर हात गुमाउँदा त म घर थिइनँ, म बाहिरै थिएँ। हजुर हजुर विदेशमा कमाउँदै हुनुहुन्थ्यो म रोजगारीको लागि इन्डिया गएको थिएँ। हजुर त्यो हेर्नुहोस् दर्शकबिन अब हात गुमाउँदा तपाईँ घरमा हुनुहुन्थेन अनि म थिएँ। तपाईँ इन्डियाबाट रोजगारी सकेर आउँदाखेरि यो तपाईँको श्रीमती घरमा हुनुहुन्थ्यो के थियो अवस्था हजुर त्यतिखेर थिएँ, बुढी थिएँ। श्रीमती पहिला गएको कति महिना भयो श्रीमती पहिला गएको हजुर 1.5 वर्ष भयो। श्रीमती पहिला गएको हजुरको 1.5-2 वर्ष भइसक्यो त्यसपछि हजुरको यो अवस्था भएको यो घर यस्तो जग्गा सबै बिथल्ली भएको हजुर यो जङ्गलमा तपाईँलाई सुनसान एक्लै बस्दा डर भन्ने लाग्दैन डर बाघ भालु केही आउँदैन हजुर बानी बारी सक्यो डर त्यस्तो लाग्दैन। रातिमा यिनी बौला छोराहरू यसो त्यसो कोही बाहिर निस्किने ओर्ने हिँड्नुहुन्छ कि हुँदैन अब हुल्दङ्गा त हुन्छ, हजुर यस्तो खासै नराम्रो गर्दैन। भनेपछि बाहिरतिर हिँड्ने ओर्ने यहाँको धेरै चालचलन भइरहेको छ हजुर त्यस्तो छैन। हेर्नु दर्शकबिन माइलो छोरा पनि बोल्न नसक्ने हुनुहुन्छ अब हामी साइलो छोरासँग कुराकानी गरेर गइरहेका छौँ उहाँ बोल्न सक्नुहुन्छ सक्नुहुन्न के छ उहाँको बुवाकाल सोधौ त्यसपछि साइलो छोरा हजुरको साइलो छोरा बोल्न सक्नुहुन्छ साइलो छोरो त अन्धो हो। अन्धो उहाँ बोल्न सक्नुहुन्छ हजुर बोल्न सक्छ। साइलोसँग कानले सुन्नु न कानले आउनुहोस् उहाँको साइलो छोरासँग हामी प्रत्यक्ष कुराकानी गरेर तपाईँहरू देखाउनेछौँ हजुरको शुभ नाम को अन्धो हो शुभ नाम के हो तपाईँको मेरो नाम कालु पोखरेल। कानले सुन्दैन सुनिन मैले। यो यिनी पत्रकार भन्ने के जाति आएन रे यहाँ हाम्रा घर के चोर दिदी हुन् अब घरभित्र गएर भित्र जाम्रे हेर्नुहोस् त बाघ कता जान हौ हेर्नु दर्शकबिन यस्तो रहेको छ अवस्था साइलोलाई सोद्धा जेठो बोल्छ जेठोलाई सोद्धा कान्छो बोल्छ यो के अवस्था रहेको छ उहाँ बुवालाई कस्तो दर्दनाक अवस्था रहेको आउनु सोधौँ बुवा हजुर यस्तो झेलेर बसेको 1.5-2 वर्षभन्दा धेरै भयो हजुर श्रीमती गएपछि झन् म पीडामा छु। हजुरको श्रीमती गइसकेपछि हजुरलाई यो अवस्था देख्नु दर्शकबिन बालाई यस्तो यस्तो गराइरहेका छन् बाबु थुबुक्क बस त्यहाँ। हेर्नु दर्शकबिन बाबाले भनेको चाहिँ थुपुको मान्ने रहेछन् अरूले भनेको खासै कि पनि नमान्ने रहेछन् यी दर्शकबिन हेर्नुहोस् छोरो हो माया लाग्छ क्यार्नी जेठो छोरो यही हो। तपाईँलाई यिनीहरू छोडेर जाने मन लाग्छ कि लाग्दैन के हुन्छ लाग्दैन बाबु। तपाईँलाई कसैले वृद्धाश्रममा मानव आश्रममा लगेर राख्छौँ भने तपाईँ जान चाहनुहुन्छ चाहनुहुन्न कि होइन, म छोरा छोडेर म जान सक्दिनँ। तपाईँको छोरासँगै तपाईँलाई पनि लगे जानुहुन्छ हजुर अब त्यो त अब यहाँ दुःख पाइए उहाँ वृद्धाश्रममा कस्तो त्यो थाहा छैन। वृद्धाश्रम भनेको के हो र हजुर? वृद्धाश्रम भनेको तपाईँ जस्ता बुढा खाडा मान्छेलाई बाबा यिनी आज को आहन यिनी हजुर छोरा पत्रकार हुन्। यिनी केला आहन आज हामीलाई सहयोग गर्न भनेर आएका छन्। कहाँबाट खै बाबु कुन्नी कताबाट आएका हुन्। ए अरू सन्चै होला के र हाम्रा घर जम्मै छोरा छोरी जम्मै सन्चै छन्। हजुर सन्चै छ। हेर्नु दर्शक यस्तो अवस्था रहेको छ उहाँको कान्छो छोरासँग हामी केही बोल्न चाहन्छौँ कान्छो छोरासँग हजुर बोल्न चाहन्छौँ अनुमति दिनु चाहनुहुन्छ हजुर एकदम। बाबु यता आऊ तपाईँ यता आऊ तिम्रो शुभ नाम छोरो यहाँ आऊ छोरो यहाँ आऊ छोरो ज्ञानी छोरो यहाँ बस। उहाँको कान्छो तपाईँको कान्छो छोरा हजुर बाबु तपाईँको शुभ नाम मिलन हजुर कति क्लासमा पढ्नुहुन्छ पढ्नुहुन्न के छ तपाईँको कुरा कतिमा पढ्छौ वानमा वनमा पढ्छौ कहाँ जान्छौ यहाँदेखि पढ्न कति टाढा जान पर्छ धेरै टाढा हो धेरै टाढा छ उहाँ पारी ऊ त्यो पारी डाँडामा देख हेर्नु त सक्दैन त्यो पारी डाँडामा रहेको विद्यालयमा जानुपर्दछ क्यामेराम्यान जुम गरेर देखाइदिनुहोस् पहेँलो छ है हेर्नु दर्शक उहाँ पहेँलो रहेको जुन देखिरहेको छ त्यही विद्यालयमा गएर यी बाबु पढेर आउँछन् उहाँ बाबुलाई छोड्न जानुहुन्छ लिन जानुहुन्छ के गर्नुहुन्छ तपाईँ हजुर जान्छु। बिहान छोड्न साँझ लिन जानुपर्छ हजुर भन्न पर्ने भने दुःख बाबुले निकै गरिरहेको छ भविष्यमा यिनले पाल्लान् के गर्लान् भन्ने आश छ तपाईँलाई हजुर एकदम। हेर्नुहोस् दर्शक यस्तो रहेको छ यहाँको अवस्था यस्तो रहेको छ अवस्था यो जङ्गलमा कसरी जीविका आर्जन गरिरहनु भएको छ के छ यहाँ धेरै टाढा टाढासम्म पसल ससल पनि केही देखिरहेका छैनन् के छ कसो छ यहाँको हेर्नु दर्शक बाबुले क्यामेरा लिएर हिँडिसकेका छन् कहाँ जाने हुन् के गर्ने हुन् के थाहै छैन त्यो थप्नुहोस् हजुर थप्नुहोस् यहाँ लिऊ बाबु बस। जनतामा बुवाले छोपेर राखिदिइसक्नु भएको छ क्यामेराम्यानलाई यो पक्राउन गइरहेको छु ऊ बाबुको मानसिक सन्तुलन ठिक नभएका कारण बुवालाई धेरै गाह्रो भइरहेको छ उहाँलाई हामी केही सहयोगदाताहरू पनि लिएर आएका छौँ उहाँ सहयोगदाताहरूले केही सहयोग गर्नुहुन्छ कि भन्ने अपेक्षासँगै हामीले उहाँहरूले तपाईँको सामु पस्किन चाहन्छौँ हेर्नु दर्शक बुवाले आफ्नो छोरालाई भित्र लिएर गएर राख्दै हुनुहुन्छ हेर्नु कस्तो अवस्थामा लिएर जाँदै हुनुहुन्छ कता हो भाइ बाबु हिँड तिमी भित्र हिँड। कता हो
बाबु फेरि निक्ल्यो तिमी बाबा निस्के ए छोरा कता हो हिँड उता आइन बाबु हेर्नुहोस् हजुर यस्तो छ हालत हाम्रो घरको हालत तपाईँको सामु म अब सहयोगितालाई देखाउन गइरहेको छु चाहन्छु हजुरलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुरको शुभ नाम मेरो कमल प्रसाद पोखरेल हजुरले यो अवस्था देखेर कति सहयोग गर्न चाहनुहुन्छ के छ तपाईँको यो अवस्थामा केही दुई चार शब्द बोलिदिनुहोस् म यो अवस्थामा गर्न त धेरै चाहन्थेँ तर मसँग चाहिँ अलिक धेरै होइन 10,000 मात्र रहेछ गोदामा अनि त्यही भएर म चाहिँ 10,000 मात्र दिन चाहन्छु पछि केही अप्ठ्यारो पऱ्यो भने चाहिँ यहाँ अब सहयोग गर्नलाई मलाई खोज्नु भयो भने बोलाउनु भयो भने म क्युआर स्क्यान गरेर जताबाट भयो नि उहाँको अवस्था देखेर हजुर केही बोल्न चाहनुहुन्छ उहाँसँग प्रत्यक्ष भेटेर कुराकानी गर्नुहोस् आउनुहोस् गरौँ न ल तपाईँले सहयोग गर्ने एकजना सहयोगदाती उहाँ हुन्छ उहाँसँग केही भन्न चाहनुहुन्छ केही बोल्न चाहनुहुन्छ हजुर धेरै धेरै धन्यवाद यस्तो अवस्थामा सहयोग गर्नुभयो यस्ता छन् छोराछोरी यस्ता छन् होइन बुढी पहिला गई हजुर अब परिस्थिति यस्तै छ हजुर अब कतिसम्म सहयोग गर्नु मिल्यो हजुरले भनिदिनु पर्यो हजुर मैले त अब हजुरलाई सकेसम्म सहयोग गर्छु भनेर चाहन्छु होइन हजुर अनि हजुरको यस्तो स्थिति अनुसार चाहिँ के हो कसो हो त्यसपछि तपाईँलाई अब राम्रो घर बनाउन होला मैले के कति हुन्छ सहयोग गरिदिन्छु अहिलेलाई हजुर अनि भोलि पर्सिबाट देश विदेशबाट अब भिडियो बनाइए हामीले नि त्यसबाट पनि पैसा आउँछ तपाईँलाई टेन्सन नलिनु हजुर फेरिको अब भिडियो बनाउँला अहिले मैले जे सक्छु त्यति सहयोग गर्छु है त हुन्छ सहयोग गर्न गइरहनु भएको छ उहाँले रु 10,000 जति अहिले सहयोग गर्न चाहन्छ धेरै धेरै धन्यवाद हजुर धेरै धेरै धन्यवाद होइन होइन हजुर पर्दैन हजुर पर्दैन नरुन हेर्नु जस्तो यस्तो अवस्था रहेको छ हजुर रुन हुन्न यस्तो स्थिति हुन्छ मेरो पनि यस्तो स्थिति थियो पहिला नरुनु है नरुनु भाउ यो फुर्केला लागेको यहाँ छोराले अहिले लगाइदिएको हो। तपाईँको छोरा बौला हो हजुर त्यसलाई सुधार्नु पर्यो नि सुधार केन्द्रमा लगेर राख्नु पर्यो क्यार नि अब त्यसलाई हजुर केयर नि तपाईँले भनिदिनु पर्यो मैले अब सुधार केन्द्रमा काठमाडौँ छ त्यहाँ भोलि लैजाम त्यसपछि सबैलाई लगेर आँखा साँखा चेक गरौँ हजुर के कति खर्च लाग्छ म बिहोर दिन्छु है त हुन्छ हजुर धेरै धेरै हस्, धन्यवाद धन्यवाद हस्। उहाँ तपाईँले सहयोग गर्दा तपाईँलाई कस्तो लागिरहेको छ हजुर एकदम भगवान्ले दिए जत्तिकै भयो हजुर भगवान्ले त्यो जतिको अब तपाईँको धेरै दिनको आएर पनि जुटाइसक्यो भिडियो लगाएर राखिदिइसकेको छ तपाईँ हजुर देख्नुभएको यति देखेन यति त मेरा छोराछोरीलाई मलाई त 1 महिना 2 महिनालाई खाना पुग्छ हजुर हेर्नु दर्शक अवस्था यस्तो रहेको थियो कि अन्न ल्याएर दिँदा पनि उहाँ बुवा धेरै खुसी हुनु भइसकेको छ यस्तो अवस्थामा सहयोग गर्नु नि उहाँ हाम्रो सहयोगदातालाई पनि हृदयदेखि नै नमन गर्न चाहन्छौँ आजको लागि यदि भिडियोमा यहाँको दुःख कष्ट देखाउँदै हामी यहाँबाट बिदा लिन चाहन्छौँ अब तपाईँहरूले यो भिडियो हेरेर सक्दो सहयोग गर्न चाहनुहुन्छ भने मेरो ई सेवा ब्याङ्कको दिए राखेर उहाँलाई हामी सहयोग गर्नेछौँ उहाँको आफ्नो व्यक्तिगत खाता नभएको कारणले म आफ्नो खातामा राखेर उहाँलाई सहयोग गरेको फेरि पनि भिडियो बनाउन धेरै कोसिस गर्ने नै छु तपाईँहरू सक्दो सहयोग गरिदिनुहोस् देश तथा विदेशबाट उहाँलाई सहयोग गरिदिनुहोस् अर्को एकजना व्यक्तित्वले उहाँलाई वृद्धाश्रममा लग्ने आँखा साखा चेक गराउने सबै कुरा भनिसक्नु भएको छ उहाँले त्यति गरेर पनि हामी भिडियो प्रत्यक्ष रूपमा तपाईँहरूलाई देखाएर उहाँको सक्दो सहयोग गर्ने नै छ दर्शकबिन यति भन्ने आजको लागि यही भिडियोमा अन्तिम दिन चाहन्छु र अर्को भिडियोमा यस्तै सहयोग गरेका तथा उहाँलाई हामी विभिन्न ठाउँमा लगेर उपचार गरेको भिडियो लिएर आउने नै छु हस्त धन्यवाद धेरै धेरै धन्यवाद छ ल हस् तपाईँलाई पनि अब